ज्यायसि चेत् कर्मण्यसते मता बुद्धिर्जनार्दन तत् किं कर्मणि घोरे मां नियोजयामि केशव। यदि हजुर कर्म भन्दा ज्ञानलाई श्रेष्ठ मान्नुहुन्छ भने, कर्म भन्दा ज्ञानलाई श्रेष्ठ मान्नुहुन्छ भने, हे केशव फेरि मलाई भयंकर कर्ममा किन लगाउनुहुन्छ भनेर चाहिँ अर्जुनले प्रश्न गर्नुहुन्छ भगवान श्रीकृष्णसँग। व्यामिश्रेण वाक्येन बुद्धिं मोहयसीव मे तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम्। यस्तो दोधारे झैं वचनहरूबाट मेरो बुद्धिलाई मोहित पार्दै हुनुहुन्छ। त्यसैले निश्चय गरेर एउटा कुरा भन्नुहोस् जसबाट म कल्याण पाउन सकूं। कहिले त कर्म भन्दा ज्ञानै विशेष भनेर भन्नुहुन्छ, फेरि कर्ममा प्रेरित पनि गरिरहनु भएको छ। यो त दोधारे कुरा भयो भन्ने खालको प्रश्न गर्दछ। अब श्री भगवानले चाहिँ भगवानको मर्जी हुन्छ। लोकेस्मिन् देवेदा निष्ठा पुरा प्रोक्ता मया नघ ज्ञान योगेन सांख्यानां कर्म योगेन योगिनां। निष्पाप अर्जुन, यस लोकमा दुई प्रकारका निष्ठा मैले पहिला बताएको हुँ। तिनीहरू मध्ये सांख्य योगको निष्ठा चाहिँ ज्ञान योगमा र कर्म योगको निष्ठा चाहिँ कर्म योगमा हुन्छ। यो अत्यन्त बुझ्नुपर्ने कुरा। कर्मणामनरम्भान् नैकर्म्यं पुरुषोऽश्नुते न च सन्न्यासनादेव सिद्धिं समधिगच्छति। मनुष्यले न त कर्महरूको आरम्भ नगरी निष्कर्मतालाई अर्थात् योगनिष्ठालाई प्राप्त गर्दछ, न कर्महरूको त्याग मात्रबाट पनि सिद्धिलाई अर्थात् सांख्य निष्ठालाई नै प्राप्त गर्दछ। नहि कश्चित् क्षणम् अपि जातो निष्ठत्य कर्मकृत् कार्यते यवशः कर्म सर्व प्रकृतिजैर्गुणैः। यसमा केही सन्देह पनि छैन, कुनै पनि मानिस कुनै पनि कालमा एकछिन पनि कर्म नगरिकन त रहन सक्दैन अर्जुन। किनभने प्रकृति जनित गुणहरूद्वारा परवश भएर सारा मनुष्य समुदाय कर्म गर्नका लागि बाध्य पारिन्छ। कर्मेन्द्रियाणि संयम्य यास्ते मनसा स्मरन् इन्द्रियार्थान् विमूढात्मा मिथ्याचार सयुच्यते। मूढ बुद्धि भएको जो पुरुष हुन्छ नि, मूढ बुद्धि भएको जो पुरुष हुन्छ, कर्मेन्द्रियलाई नियन्त्रण गरेर मनै इन्द्रियका विषयहरूको चिन्तन गरिरहन्छ। त्यसलाई मिथ्याचारी अर्थात् दम्भी पनि भनिन्छ। त्यस्तो व्यक्तिलाई मिथ्याचारी अर्थात् दम्भी भनिन्छ। यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेर्जुन कर्मेन्द्रियैः कर्मयोग मशकतः विशिष्यते। जुन कर्मले अथवा जुन पुरुषले मनद्वारा इन्द्रियलाई वशमा राखेर अनासक्त भएर समस्त इन्द्रियहरूद्वारा कर्महरूको अथवा कर्मयोगको चाहिँ आचरण गर्दछ, त्यही व्यक्ति श्रेष्ठ हो। नियतं कुरु कर्म
त्वं कर्म ज्यायो ह्यकर्मणः शरीरयात्रापि च तेन प्रसिद्धेद कर्मणः। हेर शास्त्रविहित कर्म गर, किनभने कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हो। कर्म नगर्नाले तिम्रो शरीरको निर्वाह पनि त सिद्ध हुँदैन नि। यज्ञार्थात् कर्मणोऽन्यत्र लोकोऽयं कर्म बन्धनः तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर। जस्तै यज्ञको लागि गरिने कर्महरूदेखि अतिरिक्त अन्य कर्ममा लागेको यो मनुष्य जो जो चाहिँ नि मनुष्य समुदाय कर्महरूबाट बाँडिन्छ, तसर्थ हे अर्जुन तिमी आसक्तिबाट रहित भएर कुनै पनि कर्म यज्ञका लागि नै राम्ररी कर्तव्य कर्म निर्वाह गर भन्ने किसिमको प्रेरणा हुन्छ। सह यज्ञा प्रजा सृष्ट्वा पुरोवाच प्रजापतिः अनेन प्रसवेश्यध्वा मे बोशत्यशटकामधुक्। प्रजाका स्वामी ब्रह्माजीले पनि सृष्टिको आदिमा यज्ञसहित प्रजाहरूको रचना गरेर यस्तो बोल्नुभयो कि तिमीहरू यस यज्ञद्वारा सबैको वृद्धि गर। यो यज्ञ तिमीहरूको चाहिँ अभिष्ट भोग प्रदान गर्ने होस् भनेर चाहिँ बताउनु भएको थियो। देवान भावयतानेन ते देवा भावयन्तु वः परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ। तिमीहरू यस यज्ञद्वारा देवताहरूलाई उन्नत ल्याऊ। तिमीहरू देवताहरूले पनि ती देवताहरूले पनि तिमीहरूको समुन्नति गरून्। यस प्रकार निस्वार्थ भावले एकले अर्कालाई उन्नत तुल्याउँदै परम कल्याणलाई प्राप्त गर्ने छौ। इष्टान भोगान हेवो देवा दास्यन्ते यज्ञ भाविताः तैर्दत्ता न प्रदायैर्भ्यो यो भुङ्क्तेष तेन एव सः। यज्ञद्वारा पुष्ट भएका देवताहरूले तिमीहरूलाई नमागिकन नै त इच्छा लागेका भोग्य पदार्थहरू निश्चय नै दिइरहनेछन्। यस प्रकार देवताहरूद्वारा प्रदत्त ती भोग्य वस्तुहरू जो मनुष्य तिनीलाई चाहिँ समर्पण नगरिकन आफू मात्र उपभोग गर्दछ त्यो त चोर जस्तै नै त मानिन्छ नि। त्यो त चोर हो। यज्ञ विशिष्टासिन सन्तो मुच्यन्ते सर्वकिल्बिषैः भुञ्जते ते त्वघं पापा ये पचन् त्यात्मकारणात्। यज्ञ गरेर शेष रहेको अन्न भोजन गर्ने जो श्रेष्ठ मनुष्य सबै पापहरूबाट मुक्त हुन्छन्। यो आफ्नो शरीर पोषणका लागि मात्र अन्न पकाउँदछन् ती त पापीहरू नै हुन् नि। पापको नै भक्षण गर्दछन् तिनीहरूले। अन्नात् भवन्ति भूतानि पर्जन्यादन्न सम्भवः यज्ञात् भवति पर्जन्यो यज्ञ कर्म समुद्भवः कर्म ब्रह्मोद्भवं सिद्धि ब्रह्माक्षर समुद्भवं तस्मात् सर्वगतं ब्रह्म नित्यं यच्चे प्रतिष्ठितम्।
समस्त प्राणी अन्नबाट उत्पन्न हुन्छन्। अन्नको उत्पत्ति वर्षाबाट हुन्छ। वर्षा यज्ञबाट र यज्ञ विहित कर्मबाट उत्पन्न हुन्छ। कर्मलाई तिमी वेदबाट उत्पन्न र वेदलाई अविनाशी परमात्माबाट प्रकट भएको बुझ। यसबाट सिद्ध हुन्छ कि सर्वव्यापी परम अक्षर परमात्मा सधैँ यज्ञमा प्रतिष्ठित हुनुहुन्छ। मैले यो दुईटा श्लोक किन खप्टेको भने वाक्य जो शब्द भन्न खोजेको कुरा दुईटा श्लोकले यहाँ पुरा गर्दछ, त्यसैले गर्दा दुईटा श्लोक उच्चारण गरे। एवं प्रवर्तितं चक्रम नानो वर्तयति हय अगायोरिन्द्रिया रामो मोघम पार्थ सजीवति। हे पार्थ, जसले यस लोकमा परम्परादेखि प्रचलित सृष्टि चक्रको अनुसार कर्म गर्दैन, अर्थात् आफ्नो कर्तव्यको पालन गर्दैन, तो इन्द्रियहरूद्वारा भोगहरूमा रमण गर्नेवाला पापमय जीवन बिताउने जो मनुष्य हुन्छ व्यर्थै बाँचेको ठहर्छ। यसत्वात्मरतिरेवश्या दात्म त्रिपतस च मानवः आत्मन्येव च सन्तुष्टः तस्य कार्यं न विद्यते। परन्तु जो मनुष्य आत्मामा नै रमण गर्ने खालको चाहिने जो हुन्छ, आत्मामा नै आत्मरति रेवस्यात्, हैन, आत्मरति रेवस्यात्, जो मनुष्य आत्मामा नै रमण गर्ने खालको र आत्मामा नै तृप्त तथा आत्मामा नै सन्तुष्ट छ, उसका लागि त कुनै कर्तव्य पनि हुँदैन नि। नैव तस्य कृते नार्थो नाकृते नेह कश्चन न चास्य सर्वभूतेषु कश्चिदर्थ व्यपाश्रयः। यस्तो महापुरुषलाई त यस विश्वमा न त कर्म गर्नुसित कुनै प्रयोजन रहन्छ, न कर्म नगर्नुसित नै कुनै प्रयोजन रहन्छ, तथा सम्पूर्ण प्राणीहरूको कुनै पनि प्राणीका साथ त्यसको किञ्चित मात्र पनि स्वार्थको सम्बन्ध रहँदै सक्दैन अथवा रहँदैन। तस्मात् असक्त सततं कार्यं कर्म समाचर अशक्तो याचरन् कर्म परमाप्नोति पुरुषः। यसै गरी तिमी निरन्तर आसक्तिबाट रहित भएर सधैँ कर्तव्य कर्मलाई उचित रीतिले गर्दै गर्यौ भने, आसक्तिबाट रहित भएर जो कर्म गर्नेवाला हुन्छ नि मनुष्यले, त्यस्तो खालको मनुष्यले परमात्मालाई नै प्राप्त गर्दछ, यसमा कोही सन्देह नै छैन। कर्मणैव हि संसिद्धि मा स्थिता जनकादयः लोकसंग्रहमेवापि सम्पश्यन् कर्तुमर्हसि। जनकादि ज्ञानीहरूले पनि आसक्ति रहित कर्मद्वारा नै त परम सिद्धिलाई प्राप्त गरेका थिए। यसैले लोक संग्रहलाई विचार गर्दा पनि त तिमी कर्म गर्नका लागि नै त योग्य छौ, अर्थात् तिमीले कर्म गर्नु नै उचित हुन्छ, कर्म नगर्नु भन्ने त यहाँ कुरै हुन सक्दैन। यद यदाचरति श्रेष्ठः तत्तदेवेतरो जनः स यत् प्रमाणं कुरुते लोकस्तदनुवर्तते। श्रेष्ठ मनुष्यले जस्तो जस्तो आचरण गर्दछन् अरूले पनि त्यस्तै त्यस्तै नकल गर्ने कोसिस त गर्ने हुन्। संसारमा आचरण गर्दछन्, त्यस्तै त्यस्तै किसिमले आचरण गर्ने गर्दछन्।
ती जे जस्तो प्रमाण स्थापित गर्दछन् समस्त मनुष्य त्यसै अनुसार व्यवहार गर्ने कोसिस गर्दछन्, गर्न थाल्दछन्। न मे पार्थास्ति कर्तव्यम त्रिषु लोकेषु किञ्चन नानवाप्तम अवाप्तव्यम वर्तयेव च कर्मणि। हे अर्जुन, तीनवटै लोकहरूमा मेरा लागि न त कुनै कर्तव्य छ, न कुनै प्राप्त गर्न योग्य वस्तु, अप्राप्त नै छ। परमात्माले भनिरहनु भएको छ, भगवान श्री कृष्णले, तैपनि त म आफ्नो कर्तव्य कर्ममा नै लागिरहन्छु त, मलाई त कोही आवश्यकता थिएन त पनि गरिरहेको छु त। यदि ह्यायन वर्तेयम यदि ह्यहम न वर्तेयम जातो कर्मण्य तद्रितः मम वर्तमानो वर्तन्ते मनुष्याः पार्थ सर्वशः। हे अर्जुन, यदि कदाचित यदि कदाचित पनि सतर्क भएर अथवा सावधान भएर कर्तव्य कर्ममा लागेन भनेदेखि ठुलो हानि हुने गर्दछ। किनभने मनुष्य सबै प्रकारले मेरै मार्गको अनुसरण गर्ने हुन्। यसैले कर्तव्य कर्मको त नगर्ने भन्ने त्यहाँ प्रश्नै हुन सक्दैन। उस्सिदेयुरिमे लोका न कुर्याम कर्म चेदहम् शङ्करस्य च कर्तास्यामुपहन्यामिमाः प्रजाः। यसैले यदि मैले कर्म गर्न छोडिदिएँ भने यी सबै मनुष्य नष्ट भ्रष्ट हुनेछन् अनि म वर्णशङ्करको कारक हुनेछु र समस्त प्रजाको विनाशक पनि बन्नेछु। किन कर्मै नगरे पनि त्यो संसार केही पनि रहँदैन, होइन? साखता कर्म न विद्वांसो यथा कुर्वन्ति भारत कुर्याद् विद्वांस तथा सकत चिकीर्षुर्लोक संग्रहम्। हे भरतवंशी अर्जुन, कर्ममा आसक्त भएका ज्ञानीहरूले त जुन विधिबाट कर्म गर्दछन्, आसक्ति रहित विद्वानहरूले पनि लोक संग्रह गर्ने चाहना लिए त्यसै अनुसार कर्म गरून्। कर्म त त्यसै अनुसार गर्नु पर्यो, नभए त निर्वाह नै हुँदैन त। न बुद्धि भेदम जनये दज्यानाम कर्म संगिनाम जोषयत सर्व कर्माणि विद्वान युक्त समाचरन्। परमात्माको स्वरूपमा अटल अथवा स्थित भएका ज्ञानीहरूले त शास्त्र विहित कर्मद्वारा आसक्त भएका ज्ञानीहरूले पनि बुद्धिमा भ्रम उत्पन्न नगरून्। अर्थात् ज्ञानीहरूले गरिरहेका कर्महरूप्रति अश्रद्धा उत्पन्न नगरून्, बरु यस्ता ज्ञानी पुरुषले त समस्त कर्म उचित तरिकाले गर्दै उनीहरूबाट पनि त्यस्तै कर्म गराउन्। आलसी भए हुने होइन, उत्साहित पूर्वक कर्म गर्ने खालको चाहिँ चरित्र देखाउनु पर्दछ अथवा देखिनु पर्दछ। प्रकृति क्रियमाणानि गुणै कर्माणि सर्वशः अहंकार विबोधात्मा कर्ताहमिति मन्यते। वास्तवमा सम्पूर्ण कर्म सबै प्रकारले प्रकृतिका गुणहरूद्वारा गरिन्छ, तर जसको अन्तकरण अहंकारबाट मोहित भएको छ त्यस्तो अज्ञानीले त म कर्ता हुँ त्यस्तो ठान्दछ। तत्त्ववित्तो महाबाहो गुण कर्म विभागयो गुणागुणेषु वर्तन्त इति मत्वा न सज्जते। गुणागुणेषु वर्तन्त इति मत्वा न सज्जते। परन्तु हे महाबाहु, गुण विभाग र कर्म विभागका तत्त्वलाई जान्ने ज्ञान योगी सम्पूर्ण गुण नै गुणहरूमा चाहिँ प्रवृत्त रहन्छन्।
यस्तो मानेर तिनमा आसक्त हुँदैनन् कदापि पनि। प्रकृतिर गुण सम्मूढा सज्जन्ते गुण कर्मसु तान कृष्ण विदो मन्दान कृष्ण बिन न विचालयेत्। प्रकृतिका गुणहरूद्वारा अत्यन्त मोहित भएका मनुष्य गुण र कर्महरूमा आसक्त रहन्छन्। पूर्णतया नबुझ्ने मन्दबुद्धि भएका अज्ञानीहरूलाई त पूर्णतया बुझ्ने ज्ञानीहरूले विचलित नगरून् भन्ने चाहिँ कुरा हो। मयि सर्वाणि कर्माणि सन्न्यस्याध्यात्मचेतसा निराशीर्निर्ममोहत भूत्वा युध्यस्व विगतज्वरः। म अन्तर्यामी परमात्मा लागेको चित्तद्वारा समस्त कर्महरूलाई ममा अर्पण गरी आशा रहित ममता रहित र सन्ताप रहित भएर त युद्ध गर्न भन्न खोजेको हो, युद्ध गर भन्न खोजेको हो। ये मे मतमिदं नित्य मनोतिष्ठन्ति मानवाः श्रद्धावन्तो न सूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः। जुन मनुष्यले दोष दृष्टिबाट रहित भएर श्रद्धापूर्वक मेरो यस मतको चाहिँ यो मैले बताएको मतको चाहिँ सदा अनुसरण गर्दछन् ती पनि सम्पूर्ण कर्महरूका बन्धनबाट मुक्त हुन्छन्। एते तदभ्यसूयन्तो जानो तिष्ठन्ति मे मतम् सर्वज्ञान विमूढा सत्त्वा तान् विद्धि नष्टा न चेतसः। परन्तु जो मनुष्य मलाई दोषारोपण गर्दै मेरो यस मतको चाहिँ अनुसरण गर्दैनन् ती पटमूर्खहरूलाई त सम्पूर्ण ज्ञानमा मोहित र नष्ट भएका नै ठाने हुन्छ। सदृशं चेष्टते स्वस्या प्रकृतिरज्ञानवानपि प्रकृतिं यान्ति भूतानि निग्रह किं करिष्यति। सम्पूर्ण प्राणीहरू प्रकृतिलाई प्राप्त गर्दछन् अर्थात् आफ्नो स्वभावको परवश हुँदै कर्म गर्दछन्। ज्ञानीहरू पनि आफ्नो प्रकृति अनुरूप नै चेष्टा गर्दछन्। यसमा कसैको हठले के गर्छ र? इन्द्रियस्येन्द्रियस्यार्थे रागदेशौ व्यवस्थितौ तयोर्नवशमागच्छेत तौ यस्य परिपन्थिनौ। इन्द्रियका अर्थमा प्रत्येक इन्द्रियका प्रत्येक विषयमा राग र द्वेष अनुकूलता र प्रतिकूलतालाई लिएर रहेका हुन्छन्। मनुष्य ती दुवैको वशमा पर्नु नराम्रो हो। यसैले पर्नु हुँदैन, किनभने ती दुवै कल्याण मार्गमा विघ्न गराउने चाहिँ महान शत्रु हुन्, ती ठुला शत्रु हुन्। यसैले यसलाई बहुतै ध्यान दिनुपर्दछ। श्रेयान् स्वधर्मो विगुणा परधर्मा स्वनुष्ठितात् स्वधर्मे निधनं श्रेय परधर्मो भयावहः। राम्ररी आचरणमा ल्याइएका अरूका धर्म भन्दा गुण रहित भए पनि आफ्नो धर्म नै अति उत्तम हुन्छ अर्जुन। आफ्नो धर्ममा रहेर मर्नु पनि कल्याणकारक नै हुन्छ। अर्काको धर्म त त्यसले त भय अथवा डर मात्रै पैदा गर्ने हुन्छ। आफ्नो धर्म छोडेर अर्कातिर लाग्नु उचित होइन। या त शरणागति हुनै पर्दछ, नत्र भने धर्मको पालन गर्दाखेरि त स्वधर्मकै पालन गर्नु पर्दछ, पराधर्मतिर लाग्नु हुँदैन है। अथ केन प्रयुक्तोऽयं पापचरति पुरुषः अनेच्छन्नपि वारणेय बलादिव नियोजितः
अर्जुनले चाहिँ एउटा फेरि प्रश्न गर्नुहुन्छ, हे कृष्ण, यसो भए त यो मनुष्य, जो मनुष्य आफूले नचाहँदा पनि बलपूर्वक लगाएको जस्तै गरी कसबाट प्रेरित भएर पापको आचरण गर्दछ त? अब भगवानले उत्तर दिनुहुन्छ, काम एष क्रोधो एष रजो गुण समुद्भव महासनो महापापमा विद्येन मिह वैरिणम। भगवानको मर्जी हुन्छ, रजोगुणबाट उत्पन्न भएको यो काम नै क्रोध हो। यो साह्रै खन्चुवा अर्थात् भोगहरूबाट चाहिँ कहिल्यै पनि नअगाएको खन्चुवा खालको हुन्छ, साह्रै पापी छ। यस विषयमा तिमी यसलाई नै शत्रु ठान्नु पर्दछ। त्यो शत्रुलाई त कतै छेउतिर पनि आउन दिनै हुँदैन। धुमे नाभियते बन्निर यथा दरसो मलेन च यथुल्बे नावृतो गर्भस तथा तेने दमावृतम। जसरी धुवाबाट आगो र मैलोबाट ऐना ढाकिन्छ, त्यसै गरी जसरी चाहिँ साल नालद्वारा चाहिँ गर्भ ढाकिन्छ, ढाकिएर रहन्छ, त्यसै गरी नै यस कामद्वारा यो ज्यान ढाकिएको रहन्छ, ढाकिन्छ। आवृत ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा कामरूपेण दुष्पुरेणानलेन च। हे अर्जुन, यस अग्नि समान कहिल्यै तृप्त नहुने ज्ञानीहरूको काम रूपी नित्य वैरीद्वारा मनुष्यको ज्ञान ढाकिएको हुन्छ। इन्द्रियाणि मनोबुद्धिरस्याधिष्ठानमुच्यते यतैर्विमोह यत्येष ज्ञानमावृत्य देहिनम्। इन्द्रियहरू, मन र बुद्धि यी सबै काम भावका चाहिँ वासना स्थान भनिएका हुन्छन्। यो काम अथवा यी मन बुद्धि र इन्द्रियहरूद्वारा ज्ञानलाई ढाकेर जीवात्मालाई मोहित तुल्याउँदछ। तस्मात् त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ पाप्मानं प्रजति ज्ञान विज्ञाननाशनम्। यसर्थ हे पार्थ, तिमी पहिला इन्द्रियहरूलाई वशमा गरेर यस चाहिँ नि ज्ञान विज्ञानलाई नाश गर्ने महान पापी कामलाई अवश्य नै बलपूर्वक नष्ट गर। यसलाई त बल पनि लगाउनु पर्छ। इन्द्रियाणि परन्याहुरिन्द्रियेभ्यः परं मन मनसासतो परा बुद्धिर्यो बुद्धे परतस्तुषः। इन्द्रियहरूलाई स्थूल शरीर भन्दा पर अर्थात् श्रेष्ठ, बलवान र सूक्ष्म भनिन्छ। इन्द्रियहरू भन्दा पर मन छ, मन भन्दा पर बुद्धि छ, र जो बुद्धि भन्दा पनि अत्यन्त पर छ त्यो आत्मा हो। एवं बुद्धे परम बुद्धवा संस्तभ्यात्मानमात्मना जहि शत्रुं महाबाहो संस्तभ्यात्मानमात्मना जहि शत्रुं महाबाहो कामरूपम दुरासदम। यो संसारमा यस्तो प्रकारले बुद्धि भन्दा पर सूक्ष्म, बलवान र अत्यन्त श्रेष्ठ आत्मालाई जानेर बुद्धिद्वारा मनलाई बसमा राखी, हे महाबाहो, हे अर्जुन, तिमी यस कामरूप दुर्जय शत्रुलाई मारिदेऊ। हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम तत्सत। सदिति श्रीमद् भागवत गीता उपनिषत्सु ब्रह्म विद्यायां
योगशास्त्रे श्रीकृष्णार्जुन संवादे कर्मयोगो नाम तृतीयोऽध्यायः। कर्मयोग भनेको समस्त कर्महरूलाई मम अर्पण गरी आशा रहित, ममता रहित, सन्ताप रहित भएर तीनटा कुरा। बहुतै राम्रो श्लोक छ। मयि सर्वाणि कर्माणि सन्न्यस्याध्यात्मचेतसा निराशीर्निर्ममो भूत्वा युध्यस्व विगत ज्वरः। म अन्तर्यामी परमात्मामा लागेको चित्तद्वारा समस्त कर्महरूलाई ममा अर्पण गरेर आशा रहित एउटा कुरा, दोस्रो ममता रहित, तेस्रो सन्ताप रहित भएर यति तीनटा कुरा नराखेर त्यस पछाडि कर्म गर अथवा युद्ध गर। सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो। जो मनुष्य दोष दृष्टिबाट रहित भएर श्रद्धापूर्वक मेरो यो मतको सदा अनुसरण गर्दछन् ती पनि सम्पूर्ण कर्महरूका बन्धनबाट मुक्त हुन्छन्। यहाँ सबैभन्दा ठुलो कुरो के छ भने यहाँ कर्म बन्धन भन्ने हुन्छ। कर्म बन्धन भनेको नै कर्म जब गरिन्छ त्यस पछाडि बन्धन हुने। त्यसैले कर्म बन्धनबाट चाहिँ मुक्त हुनका लागि परमात्मामा लागेको चित्तद्वारा सबै कर्महरूलाई परमात्मामा अर्पण गरेर तीनटा कुरा छन्, आशा रहित, ममता रहित, सन्ताप रहित। यी तीनटा कुरा, यो तीनटा कुराबाट चाहिँ दूर भइयो भनेदेखि अनि मात्रै कर्मबन्धनबाट मुक्त हुन्छ। यदि यस्तो खालको कर्म नगर्ने हो भने सबै कर्महरू गर्ने बित्तिकै बीजारोपण अथवा बीज निक्लन्छन्। बीज भएका कर्महरू, बीज भएका कर्म कस्ता, बीज नभएका कर्म कस्ता। बीज भएका कर्म भनेको आशा रहित, सन्ताप रहित, ममता रहित। यो तीनटा कुराबाट रहित भएको चाहिँ नि कर्म गरियो भनेदेखि त्यो बीज नभएका कर्म हुने भयो ती। किनभने सबै कर्महरूलाई परमात्मामा अर्पण गरेपछि र यी तीनटा कुरा आशा रहित, ममता रहित, सन्ताप रहित भइयो भनेदेखि कर्महरूमा बीज नरहने। किनभने मैले जति राम्रो काम गरे पनि जब मलाई आशा छ, ममता छ र सन्ताप पनि छ, यो तीनटा कुरा रहिसकेपछि स्वत नै कर्म बन्धनमा फस्यो। बन्धनबाट मुक्त हुनका लागि तीनटा कुराबाट माथि उठ्नु पर्यो भन्ने बहुतै विशेष कुरा हो। त्यसैले कर्म निष्काम भावबाट गरिने कर्म भन्ने हुन्छ। अब न त कर्म गर्नलाई त्यस्तो बिघ्न उद्वेग पनि नरहोस् अथवा कर्म नगर्नका लागि पनि त्यो खालको भाव नरहोस्। यो दुईटै कुरामा इच्छा भएर गरिने कर्म र इच्छा नभइकन बाध्यताले गरिने कर्म, यी दुईटै कर्मलाई त्यागेर, यी दुई प्रकारकै कर्मलाई त्यागेर तेस्रो प्रकारको कर्म भनेको न कर्म गर्नलाई वासना छ न नगर्नलाई वासना छ भने जस्तै यस्तो खालको योग उत्पन्न हुनु पर्यो। मात्रै सारांश यति नै हो। कर्मयोगको शक्ति त निशक्ति हुनु पर्यो नि, आशक्ति होइन। भनेको आगम भएको शक्ति हो। शक्तिलाई त निगम बनाउनु छ न। आसक्त नभइकन कर्मै नगर्ने, आसक्ति छैन भनेदेखि त्यहाँ मनै लाग्दैन, लाभ नहुने ठाउँमा कोसिसै नगर्ने, त्यस्तो भयो भने त कर्म बन्धनमा फसिहाल्यो। आसक्ति सहितको कर्म भनेको अध्ययन गर्नलाई आसक्त भयो भने सबैभन्दा विशेष चाहिँ त्यो हो। स्वाध्याय अध्ययन गर्नको लागि आसक्त भयो भने त्यो आसक्ति पनि कमसे कम सबैभन्दा श्रेष्ठ आसक्ति चाहिँ यही नै हो। या परमात्मामा आसक्ति हुनु भनेको नै आसक्त नहुनु पनि हो। हामी कर्म वासनाले नै गर्छौँ के, वासना नभए मान्छेले कर्मै गर्दैन। यही त मूढ बुद्धि भनेको यसैलाई भने। हामी काहीँ कामना रहित कतै केही कर्म गर्नु पर्यो भनेदेखि पसिना छुट्छन्, गर्न सक्दैन, मन लाग्दैन, परेशान हुन्छ। तर कतै आसक्तिद्वारा चाहिँ जो गरिएको छ भनेदेखि त्यहाँ जसो तसो अब कहिलेकाहीँ दिक्क लागे पनि दुखी हुँदै गर्छ बिचरा।
के भन्ने आसक्ति थियो, छ अहिले पनि। अब त्याग्न नि सक्दैन, कसरी त्याग्नु? अब जो पहिलो जस्तो त हुँदैन। उही एउटा व्यक्ति चाहिँ नि म अहिले 16 वर्षको हुन्छु भनेर हुन पाउँछ त? गाह्रै छ नि। मैले त म 16 वर्षको हुन्छु भन्दाखेरि 16 वर्षको त हुन्न, शरीर त विचारले चाहिँ म 16 वर्षको अवस्थामा हुन्छु भन्नका लागि म चाहिँ सक्छु जस्तो लाग्छ। तर शरीर त 16 वर्षको बनाउन सक्दिनँ होइन, एकछिनका लागि। जस्तो 16 वर्षको हुँदाखेरि जस्तो खालको मेरो भाव थियो त्यस्तो म अहिले होइदिन्छु, स्वतन्त्र, केही गरेकै छैन, जस्ताको तस्तै रहन सकिन्छ जहिले पनि, भएर पनि नभएको जस्तो। किनभने जीवनमा आसक्त नभइसकेपछि एउटा अलगै किसिमको मिठास जीवनमा, आनन्दित त स्वतः प्राप्त हुन्छ, शान्ति पनि त्यही मिल्ने हो। आसक्ति यस्तो चिज हो, यस्तो विष हो जसको कारणबाट राग द्वेषै त्यहीबाट पैदा हुन्छ। जहाँ आसक्त हुन्छ, आसक्त रूपी आमाले नै राग र द्वेष जन्माउने। मन पर्दा राग, मन परेन जस्तो किसिमले राग प्राप्त गर्ने कामना थियो त्यस्तो किसिमबाट कुनै व्यक्तिबाट उपलब्ध भएन, विपरीत देखियो भने त्यही व्यक्तिमाथि फेरि के गर्छ उसले? राग भएको ठाउँमा फेरि द्वेष आउने भयो।